यो आँखा ब्लिङ्क गरे हुनाले आँखा ब्लिङ्क गर्ने बेलामा माथिबाट आँखाको आँसुले आँखाको नानीलाई भिजाउँछ अनि त्यसले आँखामा लुब्रिकेसन गर्छ र आँखालाई चलाउनलाई सजिलो गर्छ र आँखामा केही मात्रामा अक्सिजन पनि दिन्छ आँखाको नानीलाई। अनि तपाईको अब हामी स्क्रिनमा एक्सपोज भएको बेलामा यो ब्लिङ्क गर्ने चाहिँ 1 मिनेटमा 2-3 चोटिसम्म मात्रै हुन्छ। थ्योरी छ 20-20-20 भन्ने है। यो चाहिँ कस्तो भने 20 मिनट जति कम्प्युटरमा काम गरिसकेपछि 20 सेकेन्डलाई है ब्रेक लिने अनि 20 सेकेन्डलाई टाढो 20 फिटमा हेर्ने अनि हेरेर एकछिन आँखा बन्द गरेर बस्ने। मेरो सल्लाह चाहिँ कस्तो भने हरेक 2-3 घण्टापछि एकचोटि जुरुक्क उठेर फ्रेश हुने, आँखा मुख धुने, ओके, बाहिर गएर अलिकति खाली जग्गा छ भने त्यहाँ गयो अनि टाढो हेर्ने अनि आँखा एकछिन बन्द गरेर राख्ने अनि फेरि आएर काम सुरु गर्ने है। र मेनली आँखामा चाहिँ तपाईँ मेन कुरा के भने आँखामा ब्लिङ्क गर्नु चाहिँ पर्छ। आँखा बन्द गर्ने खोल्ने बन्द गर्ने चाहिँ गर्नुपर्छ। तपाईँ हामी कम्प्युटरमा हेर्छौँ नि, कम्प्युटरमा कुनै डाटा या कुनै तपाईँको फ्याक्ट्सहरू हेरिरहेको बेलामा तपाईँ यति इन्गेज्ड हुनुहुन्छ तपाईँले आँखा बन्द गर्दैन। रेगुलरली बन्द हुनुपर्ने आँखा बन्द नभएपछि त आँखा त ड्राई हुन्छ।